आज नेकपा एमालेमा प्रवेश गर्नुहुने सम्पूर्ण साथीहरू, भाइ बहिनीहरू, धेरै खुसीको कुरा हो। अहिलेको परिस्थितिमा यहाँहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। यो परिस्थिति देशले हार्ने कि देशले जित्ने, यसको टुङ्गो लगाउनु पर्ने परिस्थिति छ। यो टुङ्गो लगाउन देशले जित्नुपर्छ भनेर भाइ बहिनीहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। हाम्रा अत्यन्तै प्रिय छोराछोरीहरू एमालेमा प्रवेश गर्नुभएको छ। म सबैलाई सिङ्गै नेकपा एमालेको तर्फबाट र मेरो आफ्नो तर्फबाट समेत नेकपा एमालेमा हार्दिक स्वागत गर्दछु। तपाईहरुको अघि दिपेन्द्रजीले भने जस्तै थुप्रै पार्टीहरू छन्, तर तपाईहरुले नेकपा एमाले छान्नु भएको छ। यो अत्यन्तै सही छनौट हो। तपाईहरु एउटा देशभक्त पार्टीमा प्रवेश गर्नुभएको छ। तपाईहरु शान्तिका लागि लड्ने, शान्ति ल्याउने, शान्ति पुनर्स्थापना गर्ने, शान्तिको रक्षा गर्ने पार्टीमा प्रवेश गर्नुभएको छ। तपाईहरु लोकतन्त्रको निम्ति लडेर लोकतन्त्र ल्याएको र लोकतन्त्र पुनर्स्थापनाको लागि लडिरहेको पार्टीमा प्रवेश गर्नुभएको छ। तपाईहरु लोकतन्त्र चाहिन्छ भनेर लोकतन्त्रको रक्षा, प्रयोग र संवर्धनको पक्षमा क्रियाशील हुन एमालेमा प्रवेश गर्नुभएको छ। त्यस्तो पार्टीमा प्रवेश गर्नुभएको छ। तपाईहरु सुशासनको पक्षमा रहेको पार्टीमा प्रवेश गर्नुभएको छ। तपाईहरु शान्तिको पक्षमा रहेको पार्टीमा प्रवेश गर्नुभएको छ। तपाईहरु विकासको पक्षमा रहेको पार्टीमा प्रवेश गर्नुभएको छ। समृद्ध नेपाल अर्थात् नेपाल समृद्ध हुनुपर्दछ र नेपाली जनता सुखी हुनुपर्दछ भनेर राष्ट्रिय आकांक्षालाई चिनेर, जसले विरोध गरे पनि जे गरे पनि राष्ट्रिय आकांक्षा हो नेपाल समृद्ध हुनुपर्दछ, नेपाली जनता सुखी हुनुपर्दछ। त्यसै कारण हामीले आफ्नो गन्तव्य बनाएका छौं, समृद्ध नेपाल, सुखी नेपाल। यस गन्तव्यलाई साकार पार्ने यात्रामा यहाँहरू पनि सहयात्रीको रूपमा जोडिनु भएको छ। यो सही छनौटका लागि यहाँहरूलाई बधाई भन्न चाहन्छु। आफ्नो मेहनत पनि खेर नजाओस्, सपनाहरू पनि पहिलाएर नजरुन् र सफलता पनि प्राप्त होस् भनेर यो देशको रक्षाका लागि, यस देशका जनताको सफलताका लागि, खुशहालीका लागि, आफ्नो भविष्यका लागि, आफ्ना सन्ततिका भविष्यका लागि यहाँहरू यस पार्टीमा प्रवेश गर्नुभएको छ। यहाँहरूको कामले सफलता प्राप्त गरोस्, यहाँहरू धेरै धेरै सफल हुनुहोस् नेकपा एमालेमा आएर। यसका निम्ति म धेरै धेरै शुभकामना यहाँहरू सबैमा गर्न चाहन्छु। यहाँहरूमा सुस्वास्थ्य रहोस्, सुख समृद्धि र सर्वोपरि कुरा यहाँहरूमा सफलता प्राप्त होस्। नेकपा एमाले पार्टीहरूको लाइनमा एउटा पार्टी होइन। 143 वटा दर्ता भए, 100 कतिवटा चुनावका लागि तयार भए, कतिले दर्ता गरे, कति चुनावी प्रतिस्पर्धामा छन्। यी पार्टीहरूको लाइनमा एउटा नितान्त पार्टी मात्रै होइन नेकपा एमाले। नेकपा एमाले कुनै उद्देश्य नबोकेको, गन्तव्य नभएको, कहाँ पुग्ने तय नभएको यो ट्रेडमिलको यात्रा गरे जस्तो यात्रा गर्ने पार्टी होइन। यो गन्तव्यमा पुग्नका लागि हिँड्ने, गन्तव्यमा पुग्नका लागि यात्रा गर्ने पार्टी हो। ट्रेडमिलमा यात्रा गरे जस्तो कसैले तपाईले अरू पार्टीहरूलाई सोध्नुभयो भने धेरै पार्टीहरूमा गन्तव्य छैन।
अहिले नयाँका नाउँमा आएकाहरूमा गन्तव्य छैन, कहाँ पुग्ने थाहा छैन। सायद नारायण गोपालले होला गाएको, भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्किआउने हो कि होइन केही थाहा छैन। उहाँहरूको यात्रा त्यस्तै हो, भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन, आज हिँड्दैछु कहाँ हिँडेको त्यो पनि थाहा छैन, के का लागि कुदेको त्यो पनि थाहा छैन, के का लागि अरूको चरित्र हत्या गरेको त्यो पनि थाहा छैन, के का लागि काम गर्दैछु त्यो पनि थाहा छैन। त्यस्तो पार्टी होइन नेकपा एमाले। समृद्ध नेपाल, सुखी नेपाली बनाउनु छ, त्यसका निम्ति प्रयास गरिरहेको, अथक प्रयास गरिरहेको र त्यसका निम्तिको अनवरत सङ्घर्षको यात्रा गरिरहेको पार्टी हो नेकपा एमाले। नेपालको राजनीतिलाई सही बाटोमा लानुपर्छ। राजनीति जनताका लागि, अर्थतन्त्र जनताका लागि, नेपाली समाज समुन्नत हुनुपर्दछ, त्यसका लागि नेपाली समाज सुसंस्कृत, सभ्य, समृद्ध हुनुपर्दछ, त्यसका लागि नेपाली समाज पढे लेखेको हुनुपर्दछ, त्यसका लागि आर्थिक रूपमा सम्पन्न हुनुपर्दछ, त्यसका लागि नेकपा एमाले काम गरिरहेको छ। यो समाज सभ्य, सुसंस्कृत, संस्कृति युक्त समाज हुनुपर्दछ, असभ्यहरूको डप्पा होइन। आगो लगाइदिन्छु, मारिदिन्छु, काटिदिन्छु, एउटा स्ट्याटस हेरेको थिएँ मैले, एउटा स्ट्याटस लेखेछन् अहिलेका नयाँहरूले, केपी ओली अत्यन्त महत्त्वपूर्ण हुनुहुन्छ देशका लागि, त्यसकारण उहाँलाई जतन साथ माटो पनि गाडी दिनुपर्छ। महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ, देशको सम्पत्ति हुनुहुन्छ, जतनले राख्नुपर्छ, त्यसकारण माटामुनि गाडी दिनुपर्छ। कस्तो मति, कस्तो बुद्धि, कस्तो राजनीति, के का लागि राजनीति भन्ने हामी विचार गर्न सक्छौँ। महत्त्वपूर्ण सम्पत्ति हुनुहुन्छ केपी ओलीजी, त्यसकारण उहाँलाई गाडी दिनुपर्छ। कस्तो पवित्र भावना, हेर्नुहोस् त, मान्छे गाडी दिने जिउँदै कति पवित्र, कति महान बनाउँछन् यिनले देश। यही हो देश बनाउने तरिका। त्यसै कारण देश बनाउने र जलाउनेका बीचको लडाइँ छ अहिले। हामीले देश बनाउनेको साथमा उभिनुपर्छ, देश बनाउने काममा जुट्नुपर्छ। त्यही काममा साथीहरू जुट्नु भएको छ। म खुसी व्यक्त गर्न चाहन्छु, साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। त्यसै हाम्रा विरोधी पनि छन्। विरोधी हुनु राम्रो कुरा होइन, तर कहिलेकाहीँ अलिक फरक ढङ्गले पनि हेर्न पर्ने रहेछ। Once Churchill said, "Have you enemies? That's good. It means you have done something." शत्रु छन् तपाईका, विरोधी छन् तपाईका, तीव्र विरोधी, प्रखर विरोधीहरू छन् तपाईका, छन् भने खुसी हुनुहोस्। त्यो नराम्रो कुरा होइन, किनभने तपाईले केही गर्नु भएछ र तपाईका विरोधीहरू छन्। दिपेन्द्र अग्रवालका विरोधीहरू होला, दिपेन्द्र अग्रवालका विरोधीहरू छन्। दिपेन्द्र अग्रवालले राम्रो गर्दै जाँदा विरोधीहरू पनि हुन्छन्, समर्थक मात्रै होइन। जहिले पनि राम्रा कामहरूको, राम लक्ष्मणले जब ऋषिमुनिहरूले यज्ञ गर्दै थिए त्यसबेला दुष्टहरूले आएर यज्ञ भत्काउन थाले। त्यसबेला राम लक्ष्मण गएर यज्ञको रक्षा गर्नु परेको थियो, दुष्टहरूलाई भगाउनु परेको थियो। त्रेता युगमा पनि यज्ञ भत्काउने, यज्ञ भड्काउने, यज्ञ हुन नदिने, राम्रा कामहरू हुन नदिने, ऋषिमुनिहरूसँग वैरभाव गर्ने, जोगी सन्यासीसँग पनि वैरभाव गर्ने मान्छे पनि त रहेछन्। षड्यन्त्रै षड्यन्त्रको जालो जहिले पनि बन्दो रहेछ। रामलाई वनवास 14 वर्ष लखेटेकै हो त, लखेट्या होइन र? के राम वनवास जानुपर्ने अपराध गरेका थियो? वन वनै हिँड्नुपर्ने अपराध गरेका थियो रामले?
त्यो त थिएन। तर पनि वनवास जानुपर्ने अवस्था बनाउँदा रहेछ। जाली झेली कपटीहरूले, शकुनीहरूले, दुर्योधन र दुशासनहरूले पाण्डवहरूलाई 12 वर्ष वनवास, 1 वर्ष गुप्तवासको सजाय भोगाउँदा रहेछन्। राम्रो काम गरेर मान्छे सधैँ प्रशंसित हुन्छ भन्ने कुरा छैन। राम्रो काम गर्नेहरूले, असल मनसाय भएकाहरूले दुःख पनि पाउनुपर्ने हुन्छ। राणाहरूका विरुद्ध लड्दा 97 सालमा 4 जनाले शहादत प्राप्त गर्नु परेको थियो, शहीद हुनु परेको थियो। पञ्चायत कालमा थुप्रैले, दुर्गानन्द झादेखि लिएर अनेक शहीदहरूले शहादत प्राप्त गर्नु परेको थियो। सुखानीमा 5 जनालाई एकैचोटि जेलबाट निकालेर गोली हानेर मारिएको थियो। यही नखु जेलमा, त्यो 29 सालको कुरा थियो, 31 सालमा नखु जेलबाट निकालेर गोकर्ण, लीला, ठगी लगायत 4 जनालाई नखुको ओह्रालोमा, नखुको भिरालोमा, अहिले नखुभन्दा वर चक्रपथबाट नखुतिर जाने ठ्याक्क बाटो जाने ठाउँभन्दा सोझै दक्षिणपट्टि देब्रेपट्टि त्यहीँको कान्लोमा ल्याएर गोली हालेर मारिएको थियो 31 साल। यस्तो थुप्रै जनाको जेलबाटै निकालेर हत्या गरिएको थियो। अनेक प्रकारका हत्या, षड्यन्त्र आदि इत्यादि भएका थिए। जाल जेल षड्यन्त्र हुने गरेका छन्। राम्रो काम सधैँ प्रशंसित भएको छ होइन, र हामीले प्रशंसित हुन्छु कि हुन्न भनेर होइन, सही कुरा के हो, सत्य कुरा के हो, सही बाटो के हो, सही नीति के हो, आदर्श के हो, त्यसलाई पछ्याउनु पर्दछ, प्रशंसा पछ्याउने होइन। प्रशंसा त गलतको समर्थन गरेर हिँड्यो भने पनि प्रशंसा पाउन सकिन्छ। उनीहरूले प्रशंसा गर्छ। अपराध कर्मको चङ्गुलमा फस्ने, अपराधको संसारमा बस्ने हो भने जसले बढी अपराध गर्यो त्यसको बढी प्रशंसा गर्छ। तर हामी प्रशंसाको पछि होइन, सत्यको पछि हिँड्दछौँ, सही कामको पछि हिँड्दछौँ, न्यायको पछि हिँड्दछौँ र यस देशलाई माया गर्दछौँ। देशको रक्षाको लागि, देशको विकासको लागि, देशमा शान्ति, सुव्यवस्था, सुशासनका लागि, जहाँबाट जनता सुखी हुन सक्दछ, त्यसका लागि हामी काम गर्छौँ। यस सन्दर्भमा, देशको अर्थतन्त्रलाई अगाडि बढाउने सन्दर्भमा शेयर बजार एउटा पक्ष हो, एउटा पाटो, जुन एउटा महत्त्वपूर्ण पाटो। अर्थतन्त्रको मापन, सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्छ। अर्थतन्त्रको अवस्था शेयर बजारले प्रतिबिम्बित गर्छ। र मूल्यसँग, मुद्राको खुदै मूल्यसँग नकली ढङ्गले शेयर बजारको कारोबार, क्रियाकलापले मुद्रास्फीति, मुद्रा दरो हुने, मुद्रा कमजोर हुने, अनेक कुराहरू त्यसबाट, असल राम्रा पक्षहरू र नराम्रा पक्षहरू त्यसबाट पैदा हुन सक्दछ। नकली शेयरको कारोबार, नकली आइपिओ, यस्ता कुराहरूले बजारलाई पनि ध्वस्त पार्ने र अर्थतन्त्रलाई पनि ध्वस्त पार्ने काम गर्छ। नकली मूल्य त्यसले खडा गर्दछ। नकली मूल्यले वस्तु र मुद्रा बीचको सन्तुलन खलबलाइदिन्छ। अर्थात् वस्तु त वस्तु नै रहन्छ, मुद्रा कमजोर हुने, मुद्रा अर्थहीन हुँदै जाने, मुद्रा स्फीति हुँदै जाने, मुद्रा लुलो, निष्प्रभावी हुँदै जाने स्थिति बन्छ। त्यसले मुद्रा बजारको
अर्थ महत्त्व सबै कुराहरूलाई नोक्सान पुर्याउँछ। तसर्थ यसको संरक्षणका लागि विश्वसनीय बजार, विश्वसनीय अर्थतन्त्र, विश्वसनीय आर्थिक क्रियाकलाप, विश्वसनीय ब्याङ्किङ कारोबार, विश्वसनीय मौद्रिक नीति, विश्वसनीय अरू लगानीको नीति, विश्वसनीय ब्याज दर, विश्वसनीय शेयर मूल्य, विश्वसनीय कारोबार, यी चिजहरू आवश्यक पर्छ। यस सन्दर्भमा तपाईँहरू क्रियाशील हुनुहुन्छ, मैले धेरै भनिरहनु पर्दैन, तर म कति मात्रै भन्छु भने शेयर बजारको महत्त्व हामीले बुझेका छौँ र त्यसको सुरक्षा, त्यसको संरक्षण, त्यसको प्रवर्धन, यसमा हामी सदैव सक्रिय रहनेछौँ। अघि नै भनिसक्नुभएको छ दिपेन्द्रजीले कि हामी नयाँ सरकार बनेपछि कसरी जान्छौँ, हाम्रो सरकार बनेपछि कसरी जान्छौँ। तपाईँहरूलाई एउटा कुरा म भनिराख्न चाहन्छु, चुनाव अगाडि एमाले सिद्धियो भन्ने हल्ला सधैँ छ। एमाले चुनाव अगाडि सधैँ सिद्धिन्छ, चुनाव पछाडि एमाले सरकार बनाउँछ। अहिले मात्रै होइन, 51 सालको निर्वाचनमा एमाले सिद्धियो, व्यापक हल्ला चल्यो। चुनाव सिद्धिएपछि एमाले सरकार बनायो, अत्यन्त लोकप्रिय सरकार छ। पछि एमाले सिद्धियो, पार्टी सिद्धिए, लोकतान्त्रिक पार्टीहरू सिद्ध्याइयो, अनेक चल्यो। 68, 59, 60, 61, 62 सम्म यी कुराहरू चले। 63 मा पुग्दा फेरि एमाले सरकारमा फर्कियो, अर्कै स्थिति। 72 मा संविधान बन्यो, हामीलाई सरकारको नेतृत्व गर्न नदिने, सरकारमा आउन नदिने अनेक प्रयास भए, तर संसदबाट फेरि हामीले सरकार बनायौँ, हाम्रो नेतृत्वमा सरकार बनायौँ। नाकाबन्दीको सामना गर्यौँ, उत्तरतिरबाट पनि बाटाहरू नाकाहरू खोल्यौँ, बन्दरगाहहरू ल्यायौँ, बाटाहरू खोल्यौँ, ट्रेड ट्रान्जिट एग्रिमेन्टहरू गऱ्यौँ, नेपालमा थुप्रै नाकाहरूबाट आवागमन गर्न सकिने बनायौँ र नेपाल भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्रमा परिणत भयो। त्यति नै बेला हामीले मधेसलाई, तराईलाई विकसित राख्ने षड्यन्त्र, विकसित हुन नदिने, गरिबै राखिरहने षड्यन्त्र, त्यसलाई पराजित गर्दै हुलाकी राजमार्ग बनायौँ, उत्तर दक्षिणका राजमार्गहरू खुला गर्ने नीति ल्यायौँ र सिँचाइका अनेक योजनाहरू पनि दियौँ। अहिले हुलाकी राजमार्ग लगभग टुङ्गिएको छ, केही पुलहरू बाँकी छन्। ती पुलहरू तयार गरिसकेपछि हुलाकी राजमार्ग तयार भइसकेको छ। फेरि हामी सरकारबाट हटायौँ, न्यु खोजेर हटायौँ। केही पनि गल्ती गरेको थिएन, केही पनि बिगारेको थिएन, राम्रो मात्रै गरेको थियो। गर्दा गर्दै हामीलाई हटाइयो। फेरि 74 मा हामी सरकारको नेतृत्वमा फर्क्यौँ। 75 मा हामीले पार्टी एकतै गऱ्यौँ, अझ विस्तार गऱ्यौँ, लगभग 2/3 स्थितिमा पुर्यायौँ र 3 वर्ष अत्यन्तै बाधा व्यवधानका बीचमा सरकार चलाउँदा पनि देशको विकास कसरी हुन्छ भन्ने दृष्टान्त हामीले प्रस्तुत गर्यौँ। अघि नै साथीहरूले भनिसक्नु, बाटा घाटा, पुल पुलेसा, एयरपोर्ट, विभिन्न नाकाहरू खोल्ने कुरा, हाम्रा नदीहरूका मार्गबाट समुद्रसम्म पुग्ने जल यातायात सञ्चालन गर्ने आदि कुराहरू गरे। भोजपुर पुग्न 7 घण्टा लाग्छ,
बोटबाट भोजपुर हामी 11 मिनेटमा पुग्छौँ। सुनसरीबाट भोजपुर पुग्न 7 घण्टा लाग्छ, तर जलमार्गबाट भोजपुर 11 मिनेटमा पुगिन्छ। पहिले मान्छेहरूले निन्दा गरे, विरोध गरे, मजाकमा उडाए। रेल भनेर बच्चा बच्चीले कुदाउने रेलहरू यसो कुदाइ हेरे, यही हो केपी ओलीको रेल भनेर। तर अहिले जनकपुर जानुभयो भने रेल यात्रा गर्न पाइन्छ। हामीले लिक बिछ्यायौँ, रेल बनाउन लगायौँ, रेल चलायौँ, चलाएर देखाएका छौँ। पूर्व पश्चिम रेल पनि हामी चलाउँछौँ। अहिले देश ध्वस्त भएको छ, संरचनाहरू ध्वस्त भएका छन्। संसद भवन ध्वस्त भएको छ, केन्द्रीय सचिवालय सिंहदरबार ध्वस्त भएको छ, आगजनी भएको छ, सर्वोच्च अदालत र अरू अदालतहरू ध्वस्त बनाइएका छन्, प्रदेश सभा भवनहरू ध्वस्त बनाइएका छन्। यी सबै हामी फेरि निर्माण गर्नेछौँ, पुनर्निर्माण गर्नेछौँ र देशलाई विकासको बाटोमा फेरि पनि अगाडि बढाउनेछौँ। पहिलो कुरा त हामी शान्ति सुव्यवस्था देशमा कायम गरिछोड्नेछौँ। एकपल्ट देशमा झुक्क्याए, हामीले विश्वास गरेका थिएनौँ देशमा यति धेरै अपराधी तत्त्वहरू सङ्गठित ढङ्गले हुर्किसकेका छन् भन्ने कुरा, त्यो पत्याएका थिएनौँ। नेपालीहरू पनि यस्ता भइसकेका छन् केही भन्ने पत्याएकै थिएन। आज बिहानै मात्रै मैले हेरेको, अघि भने नि मैले, आज बिहान मात्रै हेरेको मैले, केपी ओली हाम्रो ठुलो सम्पत्ति हो, देशकै सम्पत्ति, त्यसकारण उसलाई खाल्टो खनेर गाडेर राख्नुपर्छ। मनसाय कस्तो रहेछ त, कस्तो रहेछ प्रतिस्पर्धा। त्यसकारण चर्चिलले भने जस्तै आई एम ह्याप्पी, किनभने आई हेभ डन समथिङ। त्यसले देखाउँछ। हामी अब अहिले धेरै समय नलिउँ जस्तो लाग्छ मलाई। हामी चुनावको दौरमा छौँ। अझै पनि भन्न सकिन्न हामी आन्दोलनमा उत्रिनु पर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, अझै पनि भन्न सकिन्न। अस्ति म यताबाट झापा जाँदा मलाई अलिकति राम्रै व्यवहार गरेको थियो एयरपोर्टहरूमा। नेत्र जलिसकेछ, हिजो फर्केर आउँदा किन म सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गरेको छ, के गरेको छ, हैरान पारेको छ। अचम्मै त्यो विदेश जाँदाखेरि कहिले विदेश जाँदा पनि चिनेका ठाउँहरूमा हामीलाई त्यस्तो गर्दैन, नचिनेका ठाउँमा पर्यो भने देखिन्छ नेपालीहरूलाई हेपेको। हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो। किन यस्तो गरे भन्दा माथिबाट आदेश आएको छ भनेपछि यो सरकार के गर्दैछ भन्दा बेठिटी भइरहेको छ, अन्याय भइरहेको छ, बेठिक भइरहेको छ, तर सरकार हामीलाई दुःख दिने कामतिर लागिरहेको छ, अपमान गर्ने कामतिर लागिरहेको छ। हामी आफ्नै सम्मानका लागि लडिरहेको होइन, देशको सम्मानका लागि, जनताको सम्मानका लागि, जनताको इज्जतका लागि लडिरहेका छौँ। त्यसकारण यो धेरै ठुलो कुरा मान्दिनँ म, तर सरकारको दृष्टिकोण, सरकारको मति चाहिँ के हो भन्दा नेताहरूको अपमान गर्ने हो नि, नेताहरूको अपमान गर्ने मति त हो नि। त्यो चाहिँ सरकारले हिजै देखायो व्यवहार। कस्तो लाग्यो भने एउटा
सभ्य संसारमा हामी छैनौँ कि जस्तो लाग्छ। सभ्य संसारमा होइन, एउटा जिम्मेवार सरकार होइन, राजनीतिक असभ्य सरकार छ, त्यस्तो लाग्छ। यी सबै कुराहरू फेरि हामीले सभ्य सुसंस्कृत समाजमा ल्याउनु पर्छ, फर्काउनु पर्छ समाजलाई। त्यो सबै कुराको जरो चुनावको फैसलाबाट देखिन्छ। त्यसकारण म सबै साथीहरूलाई तपाईँहरू 72 लाख मानिसहरू 72 लाख मानिसहरू सेयर बजारमा संलग्न हुनुहुन्छ। सबैलाई म आग्रह गर्न चाहन्छु, नेकपा एमालेलाई साथ दिनुहोस्। नेकपा एमाले तपाईहरुलाई साथ दिनेछ। नेकपा एमाले तपाईहरुका लागि काम गर्छ, अरु कुनै उद्देश्य छैन। जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो, आफ्ना लागि काम गर्ने होइन एमाले। त्यसर्थ मेरो आग्रह त्यही छ, तपाईहरु सक्रियतापूर्वक एमालेलाई विजयी बनाउने काममा लाग्नुस्। देशले जित्नेछ, शान्तिले जित्नेछ, सुशासनले जित्नेछ, विकासले जित्नेछ, शेयर बजारले जित्नेछ। सबैमा फेरि पनि धेरै धेरै स्वागत गर्दै सबैमा शुभकामना भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। धन्यवाद।